semester financial management course. So आजको क्लासमा बेसिकली हामी सिलेबस वाइज हामी डिस्कस गर्दै जानेछौँ कि हामीले कुन कुन च्याप्टरमा हामीले न्युमेरिकल डिस्कस गर्नुपर्छ, कुन कुन च्याप्टर हामीले थ्योरिटिकल्ली पढ्नुपर्छ भन्ने कुरा चाहिँ हामी डिस्कस गर्दै जानेछौँ। च्याप्टर वाइज हामी डिस्कस गर्छौँ र कति कति मार्क्सको आउँछ र हाम्रो क्वेसनको प्याटर्न कस्तो हुन्छ त्यही विषयमा चाहिँ हामी आज क्लासमा चाहिँ विशेष छलफल गरेर कुनै एउटा टपिकमा चाहिँ हामी कन्सेप्चुअल क्लास आज गर्नेछौँ है। सो वन्स अगेन वेलकम टु अनलाइन ट्युसन सेन्टर एमबिएस सेकेन्ड सेमेस्टर फाइनेन्सियल म्यानेजमेन्ट। सो आज टेक्निकल प्रब्लम, आज फर्स्ट डे अलिकति 4-5 मिनट लेट भयो। सो हामीले बेसिकल्ली कन्सिडरिङ द सिलेबस अफ द फाइनेन्सियल म्यानेजमेन्ट हामीले टोटलमा 8वटा च्याप्टरमा हामीले डिस्कस गर्नुपर्छ है। हामी युनिट वाइज लेखौँ। स्क्रिन सेयर भइरहेको छ सबैलाई? भएको छ सर। ओके, भेरी गुड। युनिट च्याप्टर पोर्सन। सो पोर्सनमा चाहिँ हामी थ्योरिटिकल कि न्युमेरिकल त्यस विषयमा हामी डिस्कस गर्छौँ। सो च्याप्टर 1 युनिट 1 जुन छ, युनिट 1 मा चाहिँ बेसिकल्ली हाम्रो च्याप्टर छ फाइनेन्सियल म्यानेजमेन्ट एन्ड इन्भाइरोमेन्ट। र यसबाट चाहिँ हामीलाई टोटल्ली थ्योरिटिकल पोर्सन क्वेसन आउँछ है। हामी आजको क्लासमा चाहिँ फर्स्ट डे छ। सो पहिला त हामी जान्नुपर्छ, बुझ्नुपर्छ कुन कुन च्याप्टरबाट चाहिँ हामीलाई न्युमेरिकल पोर्सन आउँछ, कुन कुन च्याप्टरबाट हामीलाई थ्योरिटिकल पोर्सन आउँछ भन्ने कुरा चाहिँ हामीले सबभन्दा पहिला बुझ्नु जरुरी छ। सो यसै गरी च्याप्टर 2 मा जाँदा हेर्नुहोस् है, फाइनान्सियल स्टेटमेन्ट एनालाइसिस। यो फाइनान्सियल स्टेटमेन्ट एनालाइसिस भनेको हजुरहरूले ब्याचलर लेभलमा पढेको जस्तै रेसियो एनालाइसिस भन्न खोजेको हो है। हामीले फाइनान्सियल स्टेटमेन्टहरूको चाहिँ एनालाइसिस गर्नुपर्छ होइन। जस्तै हामीले इन्कम स्टेटमेन्टलाई एनालाइसिस गर्नुपर्छ, ब्यालेन्स सिटलाई एनालाइसिस गर्नुपर्छ। यो त हजुरहरूले क्लास 12देखि पढ्दै आउनुभएको छ। क्लास 12मा पनि, ब्याचलर फर्स्ट इयरमा पनि, त्यसपछि गएर ब्याचलर सेकेन्ड इयर, थर्ड इयर गर्दै आज हामी एमबिएस सेकेन्ड सेमेस्टरमा पनि हामीले चाहिँ यो फाइनेन्सियल स्टेटमेन्ट एनालाइसिस, जसलाई हामी रेसियो एनालाइसिस भनेर पनि बुझ्ने गरेका छौँ अहिलेसम्म, त्यो च्याप्टर युनिट 2 मा छ। र यो च्याप्टरबाट चाहिँ हामीलाई फुल्ली न्युमेरिकल पोर्सन हामीलाई सोध्ने गर्छ है। न्युमेरिकल पोर्सन त्यो पनि हामीलाई कि त 15 मार्क्समा सोध्ने गर्छ है, कि त हामीलाई 30 मार्क्समै सोध्न पनि सक्छ यसबाट चाहिँ। सो यसै गरी हामी युनिट 3 तर्फ जाँदा सेक्युरिटी एन्ड कर्पोरेट भ्यालुएसन। सेक्युरिटी एन्ड कर्पोरेट भ्यालुएसन, सेक्युरिटी एन्ड कर्पोरेट भ्यालुएसन अन्तर्गत हामीले विभिन्न सेक्युरिटिजहरूको विषयमा चाहिँ हामीले भ्यालु क्यालकुलेट गर्न सिक्नुपर्छ। जस्तै योभन्दा अगाडि हजुरहरूले ब्याचलर लेभलमा होइन, यदि अब फाइनेन्स स्पेसलाइजेसन लिनुभएको छ या फाइनेन्स स्पेसलाइजेसन लिनुभएको छैन भने पनि थर्ड इयरमा त हजुरहरूले अथवा सेकेन्ड इयरमा त कम्पलसरी पढ्नु भएकै हुन्छ। जस्तै च्याप्टरको नाम छ बोन्ड भ्यालुएसन र स्टक भ्यालुएसन हो। र फेरि त्यसलाई यदि फाइनेन्स लिनुभएको छ फोर्थ इयरमा गएर स्पेसलाइजेसनमा भने त्यो अवस्थामा पनि चाहिँ हजुरहरूले बोन्ड भ्यालुएसन र स्टक भ्यालुएसनसँग रिलेटेड त हजुरहरूले कोर्स पढ्नु भएकै छ हो। त्यही कुरा चाहिँ हामीले यहाँ एमबिए सेकेन्ड सेमेस्टरमा पनि सेक्युरिटी एन्ड कर्पोरेट भ्यालुएसन अन्तर्गत रहेर हामीले बोन्ड भ्यालुएसन र स्टक भ्यालुएसनमा चाहिँ हामीले डिस्कस गर्नुपर्छ। र यसबाट पनि हामीलाई फुल्ली के छ त न्युमेरिकल पोर्सन नै हामीलाई सोध्ने गर्छ। सो अहिलेसम्म हामीले 3वटा च्याप्टर हेरिरहँदाखेरि पहिलो च्याप्टरबाट चाहिँ हामीलाई थ्योरी सोध्दो रहेछ, त्यसपछि दोस्रो
फाइनान्सियल स्टेटमेन्ट एनालाइसिसबाट भने हामीलाई न्युमेरिकल पोर्सन। तेस्रो च्याप्टर सेक्युरिटी एन्ड दि कर्पोरेट भ्यालुएसनबाट पनि हामीलाई न्युमेरिकल पोर्सन नै सोध्छ। यसै गरी च्याप्टर 4 मेन च्याप्टर, यो चाहिँ हाम्रो लागि मेन च्याप्टर नै हुन्छ, जीरो रिस्क रिटर्न एन्ड पोर्टफोलियो थ्योरी। वान अफ द मोस्ट इम्पोर्टेन्ट च्याप्टर अफ दिस एमबिए सेकेन्ड सेमेस्टर कोर्स, जसबाट हामीलाई 30 और 15 कन्फर्म छ। यति चाहिँ हामीलाई यो न्युमेरिकल पोर्सनबाट चाहिँ हेर्नुहोस् है, यसबाट पनि हामीलाई फुल्ली न्युमेरिकल नै सोध्ने हो, हामीलाई यसबाट थ्योरी चाहिँ सोध्दैन। र हामीलाई यसबाट न्युमेरिकल सोध्ने भनेको चाहिँ ग्रुप एमा 30 मार्क्समा सोध्न पनि सक्छ, र यसै गरी ग्रुप बीमा 15 मार्क्समा सोध्न पनि सक्छ, र ग्रुप सीमा 5 मार्क्समा त झन् सोध्छ कि त 30 और 5 कि त 15 और 5, कि त ग्रुप ए र ग्रुप सी कि त ग्रुप बी र ग्रुप सी हो। यसरी चाहिँ हाम्रो क्याटेगोराइज गरिएको छ। यसमा हेर्ने हो भने हाम्रो यो च्याप्टर 2 फाइनेन्सियल स्टेटमेन्ट एनालाइसिस जुन छ, यहाँबाट पनि हामीलाई चाहिँ कि त ग्रुप एमा सोध्छ कि त ग्रुप बीमा सोध्छ है, र तर ग्रुप सीमा चाहिँ कम्पलसरीली सोध्छ। सो हामीले इच एन्ड एभ्री च्याप्टरलाई चाहिँ एकदम हाइली फोकस गरेर हामीले डिस्कस गर्नुपर्छ, र हामीले हाम्रो क्लास चाहिँ बुक प्लस ओल्ड इज गोल्ड दुवैबाट चाहिँ लिएर जाने भएको हुँदाखेरि यदि आजसम्म फाइनेन्स नै पढ्नु भएको छैन भने पनि हामी एकदम बेसिक लेभलबाट जाने भएको हुँदा हजुरहरूलाई समस्या चाहिँ कति पनि पर्दैन। यहाँ म्यासेज गरिरहनु भएको थियो, म त एजुकेसन ब्याकग्राउन्डबाट परे, केही फरक पर्दैन, किनकि हामी बेसिक लेभलबाटै जाने भएको हुनाले हजुरलाई त्यसमा चाहिँ कन्फ्युजन रहँदैन। बस यति हो कि प्र्याक्टिस चाहिँ हजुरले रेगुलर गरिदिनुपर्छ। म बुकको इच एन्ड एभ्री क्वेसन म सल्भ गर्छु, र ओल्ड इज गोल्डको चाहिँ हजुरहरूले प्र्याक्टिस गर्दै कन्फ्युजन के छ मलाई सोध्दै जानुभयो भने गाह्रो चाहिँ पर्दैन है। सो च्याप्टर 5 छ क्यापिटल स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल। क्यापिटल स्ट्रक्चर एन्ड द कस्ट अफ क्यापिटल यो पनि हाम्रो ब्याचलर लेभलकै कोर्सेस हो, जुन ब्याचलरमा अगाडि नै पढिसकिएको छ है। र हामीले यहाँ पनि बेसिक लेभलबाट नै हामीले स्टार्ट गर्छौँ यो च्याप्टरलाई चाहिँ। आखिर यहाँ क्यापिटल स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल भनिए तापनि आजसम्मको रेकर्डमा हेर्ने हो भने क्यापिटल स्ट्रक्चरबाट चाहिँ हामीलाई क्वेसन सोधेको अवस्था छैन, अथवा सोधिहाल्यो भने पनि नर्मल सर्ट क्वेसनमा चाहिँ सोधेको अवस्था छ। तर कस्ट अफ क्यापिटलबाट चाहिँ हामीलाई ग्रुप एमा पनि सोध्न सक्छ भने ग्रुप बीमा पनि सोध्न सक्छ। यसको लागि चाहिँ हामी पर्फेक्ट चाहिँ हुनुपर्छ। सो यहाँ धेरै च्याप्टरहरू छन्, हामीले जुन अगाडि त लेख्छौँ नै, धेरै च्याप्टरहरू छन् जुन चाहिँ हामीले 15मा पनि र 30मा पनि दुइटैलाई हाइली फोकस गरेर पढ्नुपर्ने देखिन्छ है। ग्रुप सी त कम्पलसरी आउँछ। सो यसै गरी युनिट 6मा जाँदा, सो यसबाट पनि हाम्रो न्युमेरिकल नै भयो। युनिट 6मा हाम्रो छ इन्भेस्टमेन्ट डिसिजन। त इन्भेस्टमेन्ट डिसिजन पनि हामीलाई न्युमेरिकल पोर्सन नै हामीलाई सोध्ने गर्दछ। इन्भेस्टमेन्ट डिसिजन जसलाई हामीले चाहिँ क्यापिटल इन्भेस्टमेन्ट डिसिजन पनि भनेर हामीले बुझ्न सकिन्छ, अथवा क्यापिटल बजेटिङ भनेर पनि हामीले बुझ्न सकिन्छ होइन। अकाउन्टिङमा पनि हामीले बिबिएस फर्स्ट इयरमा पुरानो कोर्स अनुसार अथवा नयाँ कोर्स अनुसार हेर्ने हो भने हामीले पढेकै हो क्यापिटल स्ट्रक्चर, र कतिपयलाई त त्यो गाह्रो पनि लाग्छ है। त्यो कारणले गर्दाखेरि हामी एकदम बेसिक लेभलबाटै गइन्छ, सो आत्तिनु चाहिँ पर्दैन। सो च्याप्टर 7मा हामीले डिभिडेन्ड डिसिजन, डिभिडेन्ड डिसिजनबाट पनि हामीलाई न्युमेरिकल प्लस थ्योरी दुइटै सोध्ने गर्छ यसबाट चाहिँ है। न्युमेरिकल पोर्सन पनि सोध्ने गर्छ, थ्योरी पोर्सन पनि सोध्ने गर्छ। तर हामीलाई यसबाट डिभिडेन्ड डिसिजनबाट भने हामीलाई लङ क्वेसन चाहिँ सोध्दैन। डिभिडेन्ड डिसिजनबाट चाहिँ हामीलाई सर्ट क्वेसन ग्रुप सीमा 5 मार्क्सको चाहिँ हामीलाई सोध्ने गरेको छ, र त्यही अनुसार सोध्छ नै। र लास्टमा छ हाम्रो वर्किङ क्यापिटल म्यानेजमेन्ट। वर्किङ क्यापिटल म्यानेजमेन्ट, सो यहाँबाट हामीलाई लङ क्वेसनमा थ्योरी त सोध्छ नै, तर हामीलाई न्युमेरिकल हेर्ने हो भने चाहिँ हामीलाई सर्ट क्वेसनमै सोध्छ। म इन्डिभिजुअल च्याप्टर वाइज चाहिँ कुन च्याप्टरबाट ग्रुप एमा सोध्छ, कुन च्याप्टरबाट ग्रुप बीमा सोध्छ, कुन च्याप्टरबाट ग्रुप सीमा सोध्छ, मैले त्यो भन्दै गइरहेको छु है। युनिट 1 हेर्ने हो भने
फेरि दोहोऱ्याएँ, फाइनेन्सियल म्यानेजमेन्ट एन्ड इन्भाइरोमेन्ट फुल्ली हाम्रो थ्योरिटिकल पोर्सन हो यो। युनिट 2 फाइनेन्सियल स्टेटमेन्ट एनालाइसिस, यसबाट चाहिँ हामीलाई न्युमेरिकल पोर्सन नै सोध्छ र यहाँबाट चाहिँ हामीलाई ए र सीमा पनि सोध्न सक्छ या त बी र सीमा पनि सोध्न सक्छ है। त्यसमा चाहिँ हामी ढुक्क हौँ। ए र सी भनेको 30 और 5 30मा सोध्यो भने अनि यता ग्रुप सीमा र 5मा सोध्छ। यदि ग्रुप बीमा सोध्यो भने यता 5मा त सोध्छ 5को लागि चाहिँ कम्पलसरी भयो। ग्रुप ए र बी चाहिँ दुईटा मध्ये एउटामा चाहिँ सोध्न सक्छ। सो अर्को सेक्युरिटी एन्ड द कर्पोरेट भ्यालुएसन, यो पनि न्युमेरिकल पोर्सन नै हाम्रो, जस अन्तर्गत रहेर हामीले सेक्युरिटिजको भ्यालु क्यालकुलेट गर्न सिक्ने हो। यसमा चाहिँ हामीले जस्तै सेक्युरिटिजको भ्यालु भन्ने बित्तिकै अघि नै भने मैले ब्याचलर लेभलमा हामीले डिस्कस गरेकै बोन्ड भ्यालुएसन अथवा स्टक भ्यालुएसन, बोन्डको भ्यालु या त स्टकको भ्यालु चाहिँ हामीले क्यालकुलेट गर्न सिक्ने हो। र यसै गरी मैले अघि नै पनि भनेको थिएँ, वान अफ द मोस्ट इम्पोर्टेन्ट च्याप्टर द्याट वी हेभ टु डिस्कस्ड इन आवर एमबिएस सेकेन्ड सेमेस्टर फाइनेन्सियल म्यानेजमेन्ट कोर्स इज रिस्क रिटर्न एन्ड द पोर्टफोलियो थ्योरी। र हामी स्टार्ट गर्ने च्याप्टर भनेको नै यही रिस्क रिटर्न एन्ड द पोर्टफोलियो थ्योरी हो, जसबाट चाहिँ फुल न्युमेरिकल पोर्सन हामीलाई सोध्ने गर्छ है। यसबाट पनि युनिट 2मा जस्तै ग्रुप ए र सी कि त ग्रुप बी र सी, यसरी चाहिँ हामीलाई प्रश्न गर्ने गर्छ। युनिट 5 क्यापिटल स्ट्रक्चर एन्ड दि कस्ट अफ क्यापिटलबाट चाहिँ क्यापिटल स्ट्रक्चरबाट हामीलाई आजसम्म प्रश्न सोधेको अवस्था छैन र त्यति हामीले प्रायोरिटीमा पनि राख्दैनौँ त्यसलाई। तर कस्ट अफ क्यापिटल भने हामी हाइली फोकस भएर पढ्नुपर्छ र यो कस्ट अफ क्यापिटल युनिट 3 को जुन छ सेक्युरिटी एन्ड दि कर्पोरेट भ्यालुएसन, जसभित्र हामीले बोन्ड र स्टकको कुरा गरेका थियौँ, त्यो हामीले क्लियरली बुझिसकेपछि कस्ट अफ क्यापिटल पनि हामीलाई गाह्रो चाहिँ पर्दैन। त्यही भएर क्लास चाहिँ मिस गर्नु भएन। क्लास मिस नगरिसकेपछि हामीलाई च्याप्टर वाइज रिलेट भइरहनु चाहिँ सहिलो हुन्छ। अर्को युनिट 6मा छ इन्भेस्टमेन्ट डिसिजन। सो इन्भेस्टमेन्ट डिसिजनमा हामीले क्यापिटल बजेटिङको विषयलाई लिएर हेर्ने हो र विभिन्न टेक्निक्स अफ दि क्यापिटल बजेटिङ टुल्स पनि हामीले यसमा चाहिँ डिस्कस गर्छौँ, जुन हजुरहरूले पढ्नुहुन्थ्यो नि पहिला। पेब्याक पिरियड, इन्टरनल रेट अफ रिटर्न, त्यसपछि गएर नेट प्रेजेन्ट भ्यालु इत्यादि कुराहरू चाहिँ टेक्निक्सहरू हामीले चाहिँ पढ्न सिक्छौँ। र यो इन्भेस्टमेन्ट डिसिजनबाट पनि हामीलाई चाहिँ 15 और 5 कि त 30 और 5 त्यसरी हामीले चाहिँ डिस्कसन गर्दै जान्छौँ र परीक्षामा प्रश्न पनि त्यही मोडेलमा आइरहेको हुन्छ, कि त ग्रुप ए र सीमा कि त ग्रुप बी र सीमा, हामीलाई यसरी सोधिरहेको हुन्छ। र वर्किङ क्यापिटल म्यानेजमेन्टबाट चाहिँ दुवैबाट सर्ट क्वेसनहरू सोध्ने गर्छ। यसबाट भने हामीलाई लङ क्वेसन सोध्दैन र यसबाट हामीलाई सोधिने सर्ट क्वेसन भनेको एकदम इजी हुन्छ है। र 5 मार्क्सको चाहिँ हामीलाई क्वेसन रेज हुन्छ डिभिडेन्ड डिसिजन अथवा वर्किङ क्यापिटल म्यानेजमेन्टबाट। सो यो त भयो हाम्रो सिलेबस वाइज डिस्कसन, च्याप्टर वाइज डिस्कसन रह्यो। अब हामी आजबाट जुन क्लास स्टार्ट गर्न खोजिरहेका छौँ, यसमा चाहिँ हामीले च्याप्टर 4 रिस्क रिटर्न एन्ड दि पोर्टफोलियो थ्योरीबाट चाहिँ हामी स्टार्ट गर्छौँ र आजको क्लास भनेको हाम्रो फुल्ली कन्सेप्चुअल क्लास हुन्छ है। र हामी अस्मिता पब्लिकेसनको बुकबाट चाहिँ हामी फलो गर्छौँ। हामी बुकको इच एन्ड एभ्री क्वेसनमा हामी डिस्कस गर्छौँ। ओल्ड इज गोल्डको पनि हामीले क्वेसनहरूमा हामी डिस्कस गर्छौँ। हजुरहरूले पनि त्यही अनुसार प्र्याक्टिस गर्दै जानु होला र कन्फ्युजन के छ हजुरहरूले वाट्सएप मार्फत होइन अथवा यसरी नै फिजिकल्ली अनलाइनमै हामी यसरी पढिरहेको बेलामा पनि हजुरले सोध्न सक्नुहुनेछ एट द इन्ड अफ द क्लास अर बिफोर द बिगिनिङ अफ द न्युमेरिकल प्रब्लम्स है। सो ढिलो नगरिकन आजको कन्सेप्चुअल क्लासलाई चाहिँ हामी अगाडि बढौँ। एकदम हामी अहिले पहिला न्युमेरिकल पोर्सनलाई नै हाइली फोकस गरेर अगाडि बढ्नेछौँ भने हामी थ्योरिटिकल पोर्सनको लागि चाहिँ हामी एट द इन्ड अफ दि न्युमेरिकल पोर्सन हामी थ्योरिटिकललाई चाहिँ हामी फेरि डिस्कसनको रूपमा ल्याएर कोर्सलाई टुङ्गाउनेछौँ है। सो आई होप यो जर्नीमा हामी साथसाथै हुनेछौँ र एकदम कम्युनिकेसन चाहिँ चाहिन्छ। क्वेसन बुझिहालिएन भने सोधिहाल्नु होला। मैले पढाउँदै गर्दा म टाइप गर्दै पढाउँछु ताकि हजुरहरूलाई जहाँनिर जुन स्टेपमा समस्या हुन्छ सर यहाँनिर बुझिन भनिदिनुहोस्, हामी उति नै बेला चाहिँ कन्फ्युजनलाई क्लियर गर्दै पनि जानेछौँ है। र जोसँग बुक छ उहाँहरूले बुक पनि हेर्नुहोला। जोसँग बुक छैन मैले अनलाइन ट्युसन सेन्टरमा चाहिँ मैले यो च्याप्टर वाइज क्वेसनहरू पठाइदिन्छु अनि उहाँले हजुरहरूलाई फरवार्ड गरिदिनुहुन्छ।
अनि त्यसपछि त्यहाँबाट पनि हामीले हेरेर चाहिँ डिस्कस गर्न सक्छौँ। सो ओके, युनिट 4, रिस्क रिटर्न एन्ड दि पोर्टफोलियो थ्योरी। सो पोर्टफोलियो थ्योरी, यो रिस्क रिटर्न एन्ड दि पोर्टफोलियो थ्योरीमा हामीले डिस्कस गर्नुपर्ने कुरो भनेको के त भन्दा, पोर्टफोलियो थ्योरी त हामीले धेरै पछि डिस्कस गरिन्छ, लगभग 2-3 क्लास पछि नै डिस्कस गरिन्छ पोर्टफोलियो थ्योरीमा चाहिँ। किनकि सबैभन्दा पहिला त हामीलाई रिस्क रिटर्न भनेकै के हो बुझ्नको लागि टाइम लाग्छ होइन। कम्पोनेन्ट अफ रिस्कहरू के हुन सक्छन् त्यो बुझ्न पनि टाइम लाग्छ। कम्पोनेन्ट्स अफ रिटर्नहरू के हुन्छन् त्यो बुझ्न पनि टाइम लाग्छ। र त्यति बुझिसकेपछि अनि बल्ल हामी पोर्टफोलियो थ्योरी, जस अन्तर्गत रहेर मार्कोविच, ह्यारी मार्कोविचको पोर्टफोलियो थ्योरीलाई फोकस गरेर पढ्ने। सो म्युट गरिदिनुहोस् है। सो लेट अस डिस्कस। सबैभन्दा पहिला रिस्क रिटर्नतिरै जाउँ। रिस्क एन्ड रिटर्न। रिस्क भनेको के त, अथवा रिटर्न भनेको के त? जस्तै नर्मली हामी बुझिरहनु पर्दाखेरि रिस्क भनेको जोखिम भन्ने कुरा बुझ्ने गरिन्छ। तर रिटर्न भन्ने बित्तिकै मैले कतिपयलाई सोधिहालेँ भने, इभन ब्याचलर लेभलमा पनि या त मास्टर लेभलमा पनि रिटर्न भनेको के हो भनेर सोधिहाल्यो भने फिर्ता गर्नु भनेर बुझिन्छ। विद्यार्थीले पनि त्यही नै भन्छन्। तर वास्तवमा एज अ बिजनेस स्टुडेन्ट, हामी फाइनेन्सको स्टुडेन्ट होइन, त्यो कारणले गर्दा हामीले के बुझ्नुपर्छ भने रिटर्न भनेको इन्कम हो। हरेक व्यवसायमा रिस्क हुन्छ। जुन इन्भेस्टरले रिस्क लिन सक्छ उसलाई रिटर्न पनि धेरै नै मिलिरहेको हुन्छ। जुन इन्भेस्टर रिस्क लिनै सक्दैन उसलाई पनि रिटर्न मिल्दै नमिल्ने त भन्ने त होइन, तर आवश्यक मात्रामा उसले रिटर्न मिलिरहेको छैन। त्यही भएर त हामीले बुझ्ने गरिन्छ नि, एउटा स्लोगन नै छ नि, हाई रिस्क हाई रिटर्न भनेर चाहिँ हामीले पढ्दै आइरहेका पनि छौँ या त प्र्याक्टिकली बुझ्दै आइरहेका पनि छौँ। जसले धेरै मात्रामा चाहिँ जोखिम वहन गर्न सक्यो उसले प्रतिफल पनि त्यही मात्रामा उसले कमाइरहेको हुन्छ। जसले जोखिम नै वहन गर्न सकेन उसले चाहिँ प्रतिफल पनि पाउँदै नपाउने त होइन, तर लङ टर्मसम्म जान सक्दैन कम्पनी, किनकि उसले जोखिमै लिन सक्दैन। त्यस्ता खालका कम्पनीहरू लङ टर्मसम्म जान सक्दैनन्, जसकारण चाहिँ प्रतिफलको त परको कुरो केही समयपछि आफै सटडाउन पनि भएर जान्छ अवस्थामा। त्यही भएर जहाँ जोखिम छ त्यहाँ प्रतिफल छ भने जस्तै जोखिम र प्रतिफल भनेको नङ र मासुको जस्तै सम्बन्ध हो। जोखिम भयो भने प्रतिफल मिल्यो, जोखिम छैन प्रतिफल मिलेन। त्यही भएर हामी बेसिकली के विषयमा फोकस गर्छौँ भने, हरेक व्यवसाय हेर्ने हो भने देयर आर 3 टाइप्स अफ इन्भेस्टर। इन्भेस्टरहरू 3 किसिमका हुन्छन् है। एउटा 3 टाइप्स अफ इन्भेस्टर, हेर्नुहोस् है। जस्तै पहिलो नम्बरमा आउँछ रिस्क एभर्स इन्भेस्टर अरे। 7 दोस्रो नम्बरमा आउँछ रिस्क सिकर इन्भेस्टर। तेस्रो नम्बरमा आउँछ रिस्क न्युट्रल इन्भेस्टर। अब के कुरा बुझ्नु पर्यो भने नि, अब यस्ता यी 3 किसिमका लगानीकर्ताहरू हामीले बिजनेसमा देख्ने गर्छौँ र यिनीहरूले कुन हिसाबमा चाहिँ रिटर्न कमाइरहेका हुन्छन् भन्ने पनि हुन्छ। रिस्क एभर्स इन्भेस्टर भनेको त्यस्ता खालका इन्भेस्टरहरूलाई जनाउँछ जसले रिस्क नै लिन चाहँदैन। उसले त्यस्तो खालको कम्पनीमा मात्रै इन्भेस्ट गर्छ जुन कम्पनी एकदम हाइली रिपुटेड कम्पनी छ, जसले धेरैभन्दा धेरै मात्रामा डिभिडेन्ड दिइरहेको छ, अथवा बोन्डमा लगानी गर्ने हो भने इन्ट्रेस्ट दिइरहेको छ। उसले रिस्क लिन चाहँदैन। यदि कम्पनी डुब्ला जस्तो भयो भने उसले फ्याट्ट त्यो कम्पनीको सेयर बेचिदिइहाल्छ र अर्को कम्पनीमा इन्भेस्ट गरिदिइहाल्छ। त्यस्ता खालका इन्भेस्टरहरू भनेका रिस्क एभर्स इन्भेस्टरहरू हुन्छ, रिस्क नै लिन नखोज्ने। भने अर्को आयो रिस्क सिकर इन्भेस्टर। रिस्क सिकर इन्भेस्टर, जसलाई हामीले रिस्क लभर इन्भेस्टर पनि भन्न सकिन्छ। यस्ता खालका लगानीकर्ताहरू भनेका रिस्कसँग नडराउने, रिस्क भइहाल्यो भने पनि नआत्तिकन प्यासेन्स क्रिएटिभिटी युज गरेर बरु फर्दर स्ट्राटेजी के लगाएर हुन्छ कम्पनीलाई चाहिँ सकेसम्म ग्रोथ
गराउँदै लिएर जाने र पछि हामीले प्रतिफल त पाइहालिन्छ नि भन्ने उद्देश्यका साथ लगानी गरिरहेका इन्भेस्टर चाहिँ रिस्क सिकर इन्भेस्टर भन्ने बुझिन सकिन्छ। तर रिस्क न्युट्रल इन्भेस्टर भनेको चाहिँ उनीहरूलाई रिस्क नभए पनि भयो, रिस्क भए पनि ठिकै छ, रिस्क नभए पनि ठिकै छ, त्यस्ता खालका इन्भेस्टर भनेको रिस्क न्युट्रल न्युट्रल पोजिसन बिचमा बसेर उनीहरू काम गरिरहेका हुन्छन्। सो त्यही भएर हामीले भन्ने गरिन्छ जसले धेरैभन्दा धेरै मात्रामा चाहिँ रिस्क लिन खोजिरहेको हुन्छ उसले प्रतिफल पनि त्यही अनुसार पाइरहेको हुन्छ। जसले रिस्क लिन खोजिरहेको हुँदैन उसले प्रतिफल पनि पाउँदै नपाउने त होइन, तर आवश्यकभन्दा कम मात्रामा पाइरहेको हुन्छ। आवश्यकभन्दा कम मात्रामा पाइरहेको अवस्थामा उसले कम्पनीमा धेरै टाइम पनि दिन सक्दैन। नदिइसकेपछि त्यो अवस्था केही समयपछि बित्दै गइसकेपछि कम्पनी बिस्तारै बिस्तारै सटडाउनको अवस्था पनि आउन सक्छ। सो त्यही भएर रिस्क र रिटर्न भनेको अघि पनि भने नङ र मासुको जस्तै सम्बन्ध छ। त्यो कारणले गर्दा होइन रिस्क इज अनसर्टेन हुन्छ भनेर त हामीले पहिलेदेखि पढेर आएको हो नि त। बिजनेसमा रिस्क भनेको अनसर्टेन हो, प्रोबेबिलिटी जस्तै हो कि हुन पनि सक्छ नहुन पनि सक्छ। भइहाल्यो भन्दैमा आत्तिन पनि हुँदैन, रिस्क छँदै छैन भनेर मात्तिनु पनि हुँदैन। यो चाहिँ बिजनेसको मेन रुल्स नै हो हरेक इन्भेस्टरहरूको लागि। सो बेसिकली आज क्लासमा चाहिँ हामीले डिस्कस गरिरहँदाखेरि रिस्कका कम्पोनेन्ट्स या त रिटर्नको कम्पोनेन्ट्सहरूमा हामीले डिस्कस गर्नु नै पर्छ। आजको क्लासमा भने रिटर्नका कम्पोनेन्ट्सहरू के छन् त? रिटर्नका कम्पोनेन्ट्सहरू भन्नुको अर्थ चाहिँ रिटर्नलाई प्रभाव पार्ने तत्त्वहरू के छन् त भन्ने विषयमा चाहिँ हामीले डिस्कस गर्छौँ। सो कम्पोनेन्ट्स अफ रिटर्न्समा है त। सो ल हेरौँ, कम्पोनेन्ट्स अफ रिटर्नमा सबैभन्दा पहिलो नम्बरमा आउँछ अर्डिनरी इन्कम। के भनेर आउँछ? अर्डिनरी इन्कम। अर्डिनरी इन्कम भन्ने बित्तिकै हामी सामान्य आम्दानी भन्ने कुरा बुझ्छौँ। हामीले अघि भर्खर त हेरियो टर्मिनोलोजिज, यो रिटर्न भन्ने शब्द जुन छ यो फाइनेन्सियल भाषामा या त बिजनेसको भाषामा हेर्ने हो भने इन्कम भन्ने कुरा बुझ्न सकिन्छ भनेर हामीले अघि पढेकै हो। त्यो हिसाबले कम्पोनेन्ट्स अफ रिटर्नको पहिलो पोइन्ट के रहेछ त? अर्डिनरी इन्कम। अर्डिनरी इन्कम जसलाई हामी नेपालीमा सामान्य आम्दानी भन्न सकिन्छ। के होला त सामान्य आम्दानी भनेको? ल भन्नुहोस् त, कसैलाई केही थाहा छ? ल, अर्डिनरी इन्कम भन्ने बित्तिकै हामी के बुझ्नुपर्छ भने कि लगानीकर्ताले लगानी गरेपछि वर्षको अन्तिममा प्राप्त हुने आम्दानी जुन कि त ब्याजको रूपमा हुन्छ कि त लाभांशको रूपमा हुन्छ, त्यसैलाई नै हामी के भन्न सकिन्छ त? अर्डिनरी इन्कम या त सामान्य आम्दानी भन्न सकिन्छ। सुन्नुहोस् है त फेरि, कि लगानीकर्ताले लगानी गरेपछि प्राप्त हुने आम्दानी कि त ब्याजको रूपमा हुन्छ कि त लाभांशको रूपमा हुन्छ, जसलाई हामी सामान्य आम्दानी या त अर्डिनरी इन्कम भनेर बुझ्न सकिन्छ। हेर्नुहोस् त, मैले लेखेँ the income received by the investor at the end of the year in the form of interest and dividend is known as के त? ordinary income। सर कसरी हुन्छ यो हैन? ब्याजको रूपमा र लाभांशको रूपमा कसरी हुन्छ भन्ने प्रश्न पनि आउन सक्छ। जस्तै हामीले देखिरहेका हुन्छौँ नि, कुनै कम्पनीले डिबेन्चर पनि इस्यु गरिरहेको हुन्छ हैन? यदि हामीले डिबेन्चरमा हामीले इन्भेस्ट गर्छौँ भने हामीलाई त्यहाँबाट प्राप्त हुने इन्कम भनेको के हुन्छ त? इन्ट्रेस्ट हुन्छ। र यदि हामीले कुनै पनि स्टक्समा इन्भेस्ट गर्छौँ भने त्यहाँबाट हामीलाई प्राप्त हुने इन्कम भनेको के हुन्छ त? डिभिडेन्ड हुन्छ। फर इक्जाम्पललाई मैले सिद्धार्थ ब्याङ्कको स्टक्स खरिद गरेँ भने अथवा नबिल ब्याङ्कको स्टक्स खरिद गरेँ भने मलाई त्यहाँबाट उसले मलाई वार्षिक रूपमा के दिन्छ? इन्कम स्वरूप डिभिडेन्ड दिने गर्छ। तर मैले नबिल ब्याङ्ककै डिबेन्चरमा इन्भेस्ट गरेँ भने अथवा नबिल डिबेन्चरमा इन्भेस्ट गरेँ भने मलाई त्यहाँबाट चाहिँ के प्राप्त हुन्छ त? इन्कम स्वरूप चाहिँ इन्ट्रेस्ट प्राप्त हुन्छ। सो लगानी गरेपछि वर्षको अन्तिममा प्राप्त हुने आम्दानी कि त ब्याजको रूपमा हुन्छ कि त लाभांशको रूपमा हुन्छ, त्यसैलाई नै हामी के भनिन्छ त? अर्डिनरी इन्कम या त सामान्य आम्दानी भनेर हामी बुझ्न सकिन्छ। यो चाहिँ कम्पोनेन्ट्स अफ रिटर्न अन्तर्गत रहेको पहिलो पोइन्ट हो। भने दोस्रो पोइन्टमा चाहिँ हाम्रो के हुन्छ त भन्दा क्यापिटल गेन अर लस।
है। दोस्रो पोइन्ट भनेको हाम्रो क्यापिटल गेनर लस, जसलाई हामी नेपालीमा पुँजीगत नाफा या घाटा भन्ने कुरा हामी बुझ्न सक्छौँ कि लगानीकर्तालाई कुन अवस्थामा पुँजीगत नाफा मिलिरहेको हुन्छ या त लगानीकर्ताले कुन अवस्थामा चाहिँ पुँजीगत घाटा बेहोर्नु परिरहेको हुन्छ। एउटा कुरा हजुरहरूले के बुझ्नु जरुरी छ भने नाफा जहिले पनि इन्भेस्टरले इन्जोय गर्ने हो भने घाटा जहिले पनि इन्भेस्टरले बेहोर्नै पर्छ, बियर गर्ने हो है। त्यसको लागि मैले एउटा इक्जाम्पलबाट बुझाएँ हजुरहरूलाई मैले। जस्तै फर इक्जाम्पललाई हेर्नुहोस् है त। फर इक्जाम्पललाई हेर्ने हो भने आज मैले कुनै कम्पनीको सेयर, हेर्नुहोस् है त, आज मैले कुनै कम्पनीको सेयर 100 रुपियाँमा खरिद गरेँ है। आज मैले कुनै कम्पनीको सेयरलाई 100 रुपियाँमा खरिद गरेँ र त्यसलाई मैले 1 वर्ष जति होल्ड गरेर, त्यसलाई मैले 1 वर्ष जति होल्ड गरेर यदि 110 रुपियाँमा बिक्री गर्छु भने मलाई कति रुपियाँ आम्दानी भइदियो त, ल भन्नुहोस् त, कति रुपियाँ नाफा भइदियो त? 10 रुपियाँ सर। 10 रुपियाँ दस सर। रुपियाँ नाफा भइदियो भनेपछि यो 10 रुपियाँ जुन चाहिँ हो यसैले नै हामीले क्यापिटल गेन भनिने हो है। तर यही 100 रुपियाँमा खरिद गरेको सेयर जसलाई मैले 1 वर्ष होल्ड गरिसकेपछि यदि 90 रुपियाँमा बिक्री गर्छु भने मलाई त्यो अवस्थामा कति रुपियाँ लस भइदियो त? 10 रुपियाँ लस भइदियो। 10 रुपियाँ लस भयो हो। यसलाई भने हामी के भनिन्छ त? क्यापिटल लस भनिन्छ। त्यही भएर नर्मल्ली हामी के बुझ्नुपर्छ भने इन्कम भनेको लगानी गरिसकेपछि त्यहाँबाट प्राप्त भएको आम्दानी भनेको हाम्रो लागि अर्डिनरी इन्कम भयो। बिजनेसमा क्यापिटल गेनर लस त्यति बेला मात्रै हुन्छ जति बेला आफूले खरिद गरेको सेयर चाहिँ बिक्री गरिन्छ। मैले 100 रुपियाँमा खरिद गरेँ, त्यो वर्षको बिचमा मलाई कति आम्दानी भयो त्यो फरक पाटो हो, त्यसलाई हामी अर्डिनरी इन्कम भनेर अघि हेरियो। तर 100 रुपियाँमा खरिद गरेको सेयरलाई यदि वर्षको अन्तिममा 110 रुपियाँमा बिक्री गर्छु भने जुन 10 रुपियाँ मेरो लागि प्रफिट निस्किएको छ त्यो नै मेरो लागि क्यापिटल गेन हो। हामीले बच्चा लेभलमा पढ्थ्यौँ नि अर्थमेटिक क्यालकुलेसनमा प्रफिट एन्ड लसको हिसाब, कि रामले एउटा कापीलाई 10 रुपियाँमा खरिद गरेर 20 रुपियाँमा बिक्री गर्छ भने कति रुपियाँ उसलाई फाइदा निस्कियो भन्दा प्रफिट इज इक्वल टु एसपी माइनस सिपी गर्थ्यौँ र 20बाट 10 घटाएर 10 रुपियाँ चाहिँ हामीले के निकाल्थ्यौँ त? प्रफिट निकाल्थ्यौँ हो। ठ्याक्कै प्रफिट एन्ड लसकै हिसाब हो यो क्यापिटल गेन र लस भनेको पनि है। त्यही भएर हामीले परिभाषा कसरी बनाउन सकिन्छ भने नि हामी आफै पनि बुझ्न सकिन्छ। हेर्नुहोस् त, लगानीकर्ताले आफूले खरिद गरेको रकमभन्दा, खरिद त 100 रुपियाँमा गरे हो नि त, सुन्नुहोस् है, लगानीकर्ताले आफूले खरिद गरेको रकमभन्दा यदि बढी मूल्यमा, यदि बढी मूल्यमा आफूसँग भएको सेयरलाई बिक्री गर्छ भने त्यो अवस्थामा उसलाई पुँजीगत नाफा मिल्छ भनेर हामीले बुझ्नुपर्छ, जसलाई क्यापिटल गेन भनिन्छ। लेखौँ त म लेखाइदिन्छु अहिले। तर लगानीकर्ताले आफूले खरिद गरेको मूल्यभन्दा आफूसँग भएको सेयरलाई यदि कम मूल्यमा बिक्री गर्छ भने त्यो अवस्थामा चाहिँ उसले के बेहोर्नु पर्छ त? पुँजीगत घाटा बेहोर्नु पर्छ भनेर चाहिँ हामीले बुझ्नु पर्छ। जस्तै यो हाम्रो 110 र 90 भनेको त लगानीकर्ताले बिक्री गरेको हो है। लगानीकर्ताले के गरेको हो? बिक्री गरेको। त्यही भएर हामी यसलाई के पनि भन्न सकिन्छ भने नि सेलिङ प्राइस पनि भन्न सकिन्छ है। यसलाई हामी सेलिङ प्राइस भनेर पनि बुझ्न सकिन्छ र अझै भाषामा हामी के पनि भन्न सकिन्छ त भन्दा इन्डिङ प्राइस पनि भनेर बुझ्न सकिन्छ है। सेलिङ प्राइस अनि इन्डिङ प्राइस पनि भनेर बुझ्न चाहिँ सकिन्छ, कुरो एउटै नै हो। भने यो जुन 100 रुपियाँमा खरिद गरेको छ हो यसलाई चाहिँ हामीले के भनेर बुझ्न सकिन्छ त भन्दा जब बेचेकोलाई सेलिङ प्राइस या इन्डिङ प्राइस भनेको जस्तै यता खरिद गरेकोलाई नि के भनेर बुझ्ने त हामीले? पर्चेज प्राइस। यता सेलिङ प्राइस छ भने यता के हुने भयो त? पर्चेज प्राइस। र यता इन्डिङ प्राइस छ भने यता के हुने भइदियो त? बिगिनिङ प्राइस। यति कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ है। यो त्यही भएर मैले फेरि पनि दोहोऱ्याएँ,
लगानीकर्ताले आफूले खरिद गरेको मूल्यभन्दा यदि बढी मूल्यमा आफूसँग भएको सेयरलाई बिक्री गर्छ भने त्यो अवस्थामा उसलाई कति रुपियाँ नाफा मिल्यो त? 10 रुपियाँ नाफा मिलेको देखियो यहाँ। त्यो 10 लाई हामी के भनेर देखियो त यहाँ? क्यापिटल गेन 10 रुपियाँ। तर लगानीकर्ताले आफूले खरिद गरेको मूल्यभन्दा यदि कम मूल्यमा है कम मूल्यमा आफूसँग भएको सेयरलाई बिक्री गर्छ भने त्यो अवस्थामा उसलाई पुँजीगत घाटा कति बिहोर्नु पर्ने देखियो त? 10 रुपियाँ देखियो। यो चाहिँ क्यापिटल गेनर लस हो। त्यही भएर जुन यो 110 रुपियाँ छ यो त हाम्रो बिक्री गरेको मूल्य हो। त्यही भएर हामी यसलाई सेलिङ प्राइस भन्न पनि सकिन्छ या त इन्डिङ प्राइस भन्न पनि सकिन्छ। तर यो 100 रुपियाँ भनेको त उसले खरिद गरेको मूल्य हो। यसलाई चाहिँ हामीले पर्चेज प्राइस अथवा बिगिनिङ प्राइस पनि भनेर हामी बुझ्न चाहिँ सकिन्छ। र अर्को कुरा के पनि बुझ्नु पर्यो भने हजुरहरूले यस्ता यो सेलिङ प्राइस होइन त्यसपछि गएर इन्डिङ प्राइसलाई चाहिँ हामी P1 भनेर डिनोट गरिन्छ भने के भनेर P1 भनेर डिनोट गरिन्छ भने पर्चेज प्राइस अथवा बिगिनिङ प्राइसलाई चाहिँ हामी के भनेर डिनोट गर्न सकिन्छ त? P0 भनेर डिनोट गर्न सकिन्छ। यो कुरा चाहिँ ख्याल गर्नुपर्छ है। सेलिङ प्राइस, पर्चेज प्राइस, बिगिनिङ प्राइस P0, यता के त सेलिङ प्राइस, त्यसपछि गएर इन्डिङ प्राइसलाई चाहिँ हामी के भनेर डिनोट गर्न सकिन्छ त? P1 भनेर हामी डिनोट गर्न सकिन्छ। र हामी होल फाइनेन्स नै भरि हामी P1 भन्ने बित्तिकै त्यो इन्डिङ प्राइस रहेछ भनेर बुझ्नु पर्यो र P0 भन्ने बित्तिकै के रहेछ त? बिगिनिङ प्राइस रहेछ भनेर बुझ्नुपर्छ। सो कसैलाई यतिसम्म केही प्रब्लम छ ल भन्नुहोस् त ल। त्यही भएर सो पर्चेज प्राइस भनेको नि P0 नै हो सर? हजुर, पर्चेज प्राइस भन्नु र बिगिनिङ प्राइस भन्नु एउटै कुरा हो जसलाई हामी सेम हो P नि नोट हैन? गर्छौँ। र सेलिङ प्राइस भन्नु र इन्डिङ प्राइस भन्नु एउटै हो जसलाई चाहिँ हामी P1 ले डिनोट गर्छौँ। र यसलाई डिफाइन कसरी गर्ने? अघि मैले नेपालीमा त परिभाषा गर्ने, इङ्ग्लिसमा इफ एन इन्भेस्टर सेल्स हिज सेयर्स अर सेक्युरिटिज भन्न पनि सकिन्छ इन एक्सिस अफ पर्चेज प्राइस, इन एक्सिस अफ पर्चेज प्राइस, then he or she is said to have enjoy the capital gain, किनकि नाफा जहिले पनि इन्जोय गर्ने हो है। अर्को के त भन्दा इफ एन इन्भेस्टर सेल्स हिज सेयर्स अर सेक्युरिटिज भनेर बुझ्दा पनि हुन्छ लोअर दी के पर्चेज प्राइस, देन he or she is said to have bear the capital loss। नाफा जहिले पनि लगानीकर्ताले इन्जोय गर्छ भने घाटा भयो भने चाहिँ जहिले पनि के गर्नुपर्छ त? बियर गर्नुपर्छ भन्ने कुरो चाहिँ बुझ्नु पर्यो। अर्को कुरा अर्डिनरी इन्कम भनेको सेयर अथवा सेक्युरिटिजमा लगानी गरिसकेपछि त्यहाँबाट प्राप्त हुने आम्दानीलाई चाहिँ हामी अर्डिनरी इन्कम भनिन्छ। तर क्यापिटल गेन अर लस व्यवसायमा त्यति बेला मात्रै हुन्छ जति बेला किनबेच हुन्छ। किनियो, कतिमा बेचियो त? त्यो बीचको आम्दानी केही म्याटर गरेन कि। त्यो बीचको आम्दानी भनेको त हाम्रो अर्डिनरी इन्कमतिर गइहाल्यो। कतिमा किनियो, कतिमा बेचियो, त्यहाँबाट हामीलाई कति नाफा भइदियो त? नाफा भयो भने क्यापिटल गेन भन्नु पर्यो, घाटा भयो भने हामीले चाहिँ के मान्नु पर्यो त? त्यसलाई क्यापिटल लस मान्नु पर्यो। सो यति कुरा चाहिँ आई होप यु अन्डरस्ट्यान्ड। सो केही समस्या छ भने ल सोध्नुहोस् ल। सर त्यो सेलिङ र इन्डिङ कसरी बुझाइदिनु न? सेलिङ यो प्राइस 100 रुपियाँमा खरिद गरेको हो है। हजुरले आज कुनै पनि सेयरलाई अथवा सेक्युरिटिजलाई 100 रुपियाँमा खरिद गर्नुभयो। 1 वर्ष जति होल्ड गरेर कति रुपियाँमा बिक्री गरिदिनु भयो त? हेर्नुहोस् त यहाँ 110 रुपियाँमा। भने यो अवस्थामा हजुरलाई कति नाफा भइदियो त? 10 रुपियाँ। अब त्यसैलाई नै हामीले के भनिने हो त? क्यापिटल गेन भनिन्छ। तर
₹100 खरिद गर्नुभएको थियो सेयर, यदि हजुरले त्यसलाई ₹90 बिक्री गर्नुभयो भने त्यो अवस्थामा हजुरले नाफा भयो घाटा भयो? घाटा घाटा कति घाटा लाग्यो? ₹10। त्यो चाहिँ क्यापिटल लस हो कि हजुरले कतिमा खरिद गर्नुभयो र त्यसलाई कतिमा बिक्री गर्नुभयो त्यसको डिफरेन्स जुन छ त्यो चाहिँ क्यापिटल गेनर लस हो कि। सो हामीले त्यही भएर नै म्याथमेटिकल्ली पनि कसरी हेर्न सकिन्छ भने नि है, सो हामीले त्यही भएर म्याथमेटिकल्ली हामीले कसरी हेर्न सकिन्छ भने म्याथमेटिकल्ली क्यापिटल गेनर लस इज इक्वल टु के त सेलिङ प्राइस माइनस पर्चेज प्राइस है। कि रामले एउटा कापीलाई ₹10 खरिद गरेको थियो र यदि उसले चाहिँ त्यसलाई ₹20 बिक्री गर्यो भने उसलाई के भयो त ₹10 फाइदा भयो, मिन्स उसलाई के भइदियो त क्यापिटल लस भयो भन्ने कुरो चाहिँ बुझ्नु पर्यो। तर रामले एउटा कापीलाई ₹10 खरिद गरेर यदि उसले ₹8 बिक्री गर्नुपर्ने हुन्छ भने त्यो अवस्थामा उसलाई घाटा लाग्यो। कति घाटा लाग्यो त भन्दा ₹2 घाटा लाग्यो। त्यो भनेको उसको लागि के हो त क्यापिटल लस हो भन्ने कुरो चाहिँ हामीले बुझ्नु पर्यो। सो त्यो कारणले गर्दाखेरि म्याथमेटिकल्ली हामीले हेर्दाखेरि के भइदियो त क्यापिटल गेनर लस भनेको सेलिङ प्राइस जसलाई हामी छोटकरीमा P1 भनिन्छ माइनस पर्चेज प्राइस जसलाई हामी P0 भनिन्छ। यदि सेलिङ प्राइसबाट पर्चेज प्राइस घटाउँदाखेरि पोजिटिभमा आयो भने क्यापिटल गेन भयो, यदि सेलिङ प्राइसबाट पर्चेज प्राइस घटाउँदाखेरि यदि नेगेटिभमा आउँछ भने त्यसलाई चाहिँ हामी क्यापिटल लस भनेर बुझ्न सकिन्छ। क्लियर छ यतिसम्म? कपी गर्नुभयो यो? सर हजुर क्लियर छ अहिलेसम्म सर। कपी गर्नुभयो? हजुर सर, हजुर गरिए। So this is the end of our class today. So this is the first day. नम्बर ए देखाउनु न। हजुर ए नम्बर देखाउनु न सर एकचोटि। ओके। सो आज पहिलो दिन हामीले कम्पोनेन्ट अफ रिटर्नमा हामी डिस्कस गर्दाखेरि दुईवटा कम्पोनेन्टमा डिस्कस गऱ्यौँ। रिटर्न्सका 4वटा कम्पोनेन्टहरू हुन्छन्, एउटा अर्डिनरी इन्कम, अर्को क्यापिटल गेनर लस, अर्को रुपी रिटर्न, त्यसपछि गएर भने अर्को होल्डिङ पिरियड रिटर्न। 4वटा कम्पोनेन्ट्स अफ रिटर्नहरू हुन्छन्। सो आज चाहिँ हामीले अर्डिनरी इन्कम र क्यापिटल गेनर लसमा डिस्कस गऱ्यौँ। भोलि भने हामी रुपी रिटर्न र होल्डिङ पिरियड रिटर्नमा डिस्कस गरेर अनि यो बल्ल हाम्रो कहिले इक्जाम हुन्छ सर? इक्जाम पुस अन्तिम कि माघमा? माघ 20 कोर्स तिर नि हाम्रो सकिएला? सकिन्छ। हामीले बुझिएला त? हजुर बुझिएला त हामीले? सर फोर्थ टाइमको आज चाहिँ एक्जाम बुझ्नु भएको कहिलेतिर छ? हुन्छ फोर्थको चाहिँ? हजुर आज बुझ्नु भएको छ? आजतिर त ठिकै छ सर, अलिक लामो ग्याप हो मेरो त। हजुर होइन त्यस्तो हजुरले टेन्सन लिनु पर्दैन, हामी बिस्तारै बिस्तारै नै अगाडि बढ्ने। बस थ्योरी पनि छ हजुरले सर, त्यही भएर प्र्याक्टिस चाहिँ बुझिएको। गरिरहनु पर्छ। मैले यहाँ गराइसकेपछि अनि नबुझेको कुरा फ्याट्टै सोधिहाल्नु पर्छ विदाउट एनी हेजिटेसन। त्यो भएपछि क्लियर हुँदै जान्छ। मेरो पर्सनल नम्बर पनि दिन्छु, त्यहाँ मलाई पर्सनली व्हाट्सएप गरेर पनि हजुर सोध्न सक्नुहुन्छ, अथवा यसरी नै हामी लाइभ क्लासमै सोध्न पनि सक्नुहुन्छ। पछि प्रोडक्सनको क्लास हुन्छ सर आज? हुन्छ। सो दिस इज द प्रोडक्सनको क्लासको लागि हामी रेडी भइसकेका छौँ सर। हाम्रो सर पनि आइसक्नु भयो। अबको 1 मिनेटमा हाम्रो प्रोडक्सन क्लास सुरु हुन्छ। सर एउटा कुरा सोधिहालौँ न।